उनी हुन् खड्गप्रसाद ओली अर्थात् केपी ओली। पूर्वको तेह्रथुममा जन्मेका ओलीले आफ्नो बाल्यकाल एकदमै नराम्ररी बिताउनु पर्यो। अर्काको घरमा काम गर्न बसेका ओली 20 वर्ष पुग्दा नपुग्दै पटक पटक जेल जाने र निस्किने भए। यो उनको लागि सामान्य भइसकेको थियो। तर एक दिन अचानक प्रहरीले ओलीलाई फेरि पक्राउ गरे र त्यसपालि भने ओलीलाई जेलबाट निस्किन पुरै 14 वर्ष लाग्यो। 14 वर्षको जेल जीवनमा ओलीले प्रहरीबाट यति कुटाई खाए कि उनी जिउँदो छन् वा मरिसके भनेर उनको साथीहरू उनलाई हेर्ने गर्थे। तर जेलबाट निस्किएको ठीक 28 वर्षपछि तिनै केपी ओली प्रधानमन्त्री भए। सो यो 28 वर्षमा त्यस्तो के भयो जसले 14 वर्ष जेल जीवन बिताएका ओलीलाई प्रधानमन्त्री बनायो? खड्गप्रसाद ओलीको जन्म पूर्वको तेह्रथुम जिल्लामा आजभन्दा 73 वर्ष अगाडि यानि कि 2008 फागुन 11 गते एक सामान्य किसान परिवारमा भएको थियो। खासमा उनको सानोको नाम ध्रुव राखिएको थियो। तर पछि स्कुलमा भर्ना गर्नलाई त्यसलाई चेन्ज गरेर उनको बुबाले उनको नाम खड्गप्रसाद राखिदिएका थिए। उनको आमा उनी सानो हुँदा बित्नु भएको र उनको बुबाले अर्को बिहे गरेको कारण ओलीलाई उनको हजुरआमाले हुर्काउनु भएको थियो। ओली आफै पनि सानोको आफ्नो जीवन एकदमै कष्टकर रहेको बताउँछन्। केपी ओली 10 वर्षको हुँदा उनी आफ्नो बुबासँग पहाड छोडेर तराईको झापा जिल्लामा झरेका थिए। तर तराई झरेपछि पनि उनको दुःखको दिन भने अझै सकिएन। कन्काई खोलामा आएको बाढीले उनीहरूको परिवार बस्ने घर नै बगाइदियो, जसले गर्दा ओली कहिले ठुलो बुबाकोमा त कहिले हजुरबुबाकोमा बस्दै पछि एकजना रामनाथ दाहालको घरमा काम गर्दै विद्यालय जान थाले, जहाँबाट नि उनले आफ्नो 10 क्लास पनि पास गरे। ओली सानोमा चेस खेल्न र फुटबल खेल्न नि मन पराउँथे भने उनी राम्रो अंग्रेजी समेत बोल्न सक्थे। उनले 14 वर्षसम्म जेलमा हुँदा डिक्सनरी नै रटेका थिए। साथै उनी आफ्नो भाषणहरूमा उखान टुक्काहरू समेत मिसाउन खप्पिस छन्। यो पनि उनले जेलमा हुँदै सिकेका थिए।